नमस्ते साथीहरू, फ्याक्ट बाई भरतमा तपाईहरुलाई स्वागत छ। के तपाईलाई थाहा छ पशुपतिनाथ मन्दिरमा किन नेपाली पुजारी हुँदैनन् वा यहाँ गरिने आरतीमा किन घण्टी बजाइदैन? मन्दिर परिसरमा राजा महेन्द्रको पालादेखि लुकेको सुनको रहस्य के हो त? आजको 5 मिनेटको भिडियोमा हामी हिन्दूहरूको सबैभन्दा ठूलो आस्थाको केन्द्र नेपालको पशुपतिनाथ मन्दिरका 5 यस्ता रहस्यहरू र अचम्मका कुरा तथ्यहरू खोल्नेछौँ जुन तपाईलाई आजसम्म कसैले बताएको थिएन। हाम्रो पहिलो तथ्य, मन्दिरको मुटु पञ्चमुखी शिवलिङ्गसँग सम्बन्धित छ। हामीले अघिल्लो भिडियोमा भनेका थियौँ यो शिवलिङ्गका 5 वटा मुखहरू छन्: सगोजात, वामदेव, अघोर, तत्पुरुष र ईशान। मुख्य तथ्य, सबै भक्तजनहरूले दर्शन गर्न पाउने 4 वटा मुखभन्दा फरक 5 मुख ईशान सबैभन्दा शक्तिशाली र रहस्यमय मानिन्छ। किम्वदन्ती अनुसार यो माथिल्लो मुखले सर्वज्ञाता र मोक्षको प्रतिनिधित्व गर्छ। यसको दर्शन केवल मूल भट्ट पुजारीले मात्र गर्न पाउँछ, जसले गर्दा यो शक्ति गोप्य रहिरहोस्। यसको पछाडिको विश्वास यो हो कि यी 5 मुखहरूले पञ्चतत्व पृथ्वी, जल, अग्नि, वायु, आकाशलाई सन्तुलनमा राख्छन्। 5औं मुखको शक्तिले यो क्षेत्रलाई अनादिकालदेखि सुरक्षित राखेको भन्ने जनविश्वास रहेको छ। तथ्य नम्बर 2, एउटा यस्तो परम्परा जसले पशुपतिनाथलाई विश्वभरका शिवालयहरूभन्दा फरक बनाउँछ। पशुपतिनाथमा किन नेपाली पुजारी छैनन्? मन्दिरको पूजा गर्ने मूल भट्ट पुजारी परम्परागत रूपमा दक्षिण भारतको कर्नाटक राज्यका ब्राह्मणहरू हुनुपर्छ। यो परम्परा धेरै शताब्दी पुरानो हो, जुन आदि शङ्कराचार्यले स्थापना गरेको मानिन्छ। यसको पछाडिको मुख्य कारण आदि शङ्कराचार्यले नेपाल र भारतको धार्मिक एकतालाई बलियो बनाउन चाहेको मानिन्छ। साथै प्राचीन समयमा नेपालको मल्ल राजाले यस परम्परालाई निरन्तरता दिँदै आए। मूल भट्टले नेपाल र नेपाल बाहिर दुवै क्षेत्रका हिन्दूहरू बीचको आध्यात्मिक पुलको काम गर्छ। यो परम्परा आज पनि जीवित छ, जसले पशुपतिनाथलाई दुई देश जोड्ने साझा धरोहर बनाउँछ। तथ्य नम्बर 3, मन्दिरमा आरतीको समयमा हुने एउटा अनौठो नियम। तपाईले अन्य मन्दिरमा आरतीको समयमा ठूलो आवाजमा घण्टी बजेको देख्नुभएको होला, तर पशुपतिनाथमा आरतीमा घण्टी बजाइदैन। पशुपतिनाथमा गरिने आरती, विशेष गरी साँझको आरती, दीप आरती भनिन्छ, जुन भगवान शिवको लागि होइन, बागमती नदीलाई समर्पित गरिन्छ। पशुपतिनाथको मूल मन्दिरभित्र गरिने पूजामा विशेष नियमका कारण घण्टी नबजाउने चलन छ, ताकि पूजाको एकाग्रता भङ्ग नहोस्। तर बागमती किनारामा गरिने साँझको भव्य गङ्गा आरती पनि पशुपतिनाथकै अङ्ग हो। यस आरतीमा घण्टीको सट्टा झान्झा र धुनको प्रयोग गरिन्छ। यो परम्पराले पशुपतिनाथमा शिव र प्रकृति, जसलाई बागमतीको रूप लगिन्छ, को पूजासँग हुने तथ्यलाई उजागर गर्छ। फ्याक्ट 4, तथ्य नम्बर 4, पशुपतिनाथको शिवलिङ्गलाई ढाक्ने सुनको जलहरीसँग सम्बन्धित छ, जुन पछिल्लो समयमा निकै चर्चामा आएको थियो। हालको जलहरी मात्र होइन, पशुपतिनाथमा राजा महेन्द्रको पालादेखि नै सुनको प्रयोग हुँदै आएको छ। 2080 सालमा शिवलिङ्गको आधारमा 122 किलो सुन राखेर जलहरी स्थापना गर्ने निर्णयले विवाद निम्त्यायो। वास्तवमा पशुपतिनाथको इतिहासमा समय समयमा सुनको जलहरी फेर्ने परम्परा छ, तर विवाद यो कुरामा भयो कि जलहरीको मात्रा बढाउँदा शिवलिङ्गको मौलिकता र पुरातात्विक महत्त्वमा असर पर्छ कि पर्दैन। यस तथ्यले देखाउँछ कि पशुपतिनाथ केवल आस्थाको केन्द्र मात्र होइन, यो नेपालको राजनैतिक, ऐतिहासिक र आर्थिक महत्त्व बोकेको सम्पदा पनि हो। त्यसो भए यी थिए पशुपतिनाथ मन्दिरका 5 सबैभन्दा अचम्मका तथ्यहरू। दक्षिण भारतका पुजारी हुनुपर्ने परम्परादेखि लिएर आरतीमा घण्टी नबजाउने अनौठा नियमहरूसम्म पशुपतिनाथले हामीलाई हाम्रो सांस्कृतिक र इतिहासको गहिराईको सम्झना दिलाउँछ। तपाईलाई यीमध्ये कुन तथ्य सबैभन्दा रोचक लाग्यो? के तपाईँ यसको अन्य कुनै रहस्यका बारेमा जान्न चाहनुहुन्छ? कृपया कमेन्टमा आफ्नो विचार लेख्नुहोला। साथीहरू, यस्ता गहिरा र रोचक तथ्यहरू हरेक हप्ता हेर्नको लागि फ्याक्ट बाई भरतलाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्नुहोस्। अर्को हप्ता फेरि भेटौँला। तबसम्म ज्ञानको खोजी